अस्ट्रेलियाको सिजनल भिजा नेपालीहरूको लागि अहिले यति बेला खुले छ भन्नु कतिजनाले भनिराख्नु भयो। त्यो अस्ट्रेलिया होइन के, त्यो अस्ट्रेलिया हो। अस्ट्रेलिया है, हजुरको यो भनेको चाहिँ एउटा युरोपियन कन्ट्री हो। हजुरको स्विजरल्यान्ड, इटली है यहाँ पर्छ, यतातिर पर्छ। हजुरले म्यापमा हेर्न सक्नुहुन्छ, यो बिल्कुल सेन्टरमा पर्छ। यसमा अहिले सिजनल भिजा ओपन भएको हो। अस्ट्रेलियाको भनेर कतिजना कन्फ्युज हुनुभएको छ, यो अस्ट्रेलियाको होइन है, अस्ट्रेलियाको हो। अब के भन्छ, हजुरको सिजनल भिजा खुलेको भनेको हजुरको यो 6 महिनाको लागि सिजनल भिजा खुलेको है। अब यसमा चाहिँ अहिले लगानी मैले यताउता बुझेको, बेटर कन्सल्टेन्सीले यसको लागि चाहिँ हजुरसँग 12 लाख रुपियाँ मागिरहेको छन्। तर यसो होइन है, 12 लाख रुपियाँ हजुर तिरेर गएर पनि 6 महिनामा हजुरले धेरैमा धेरै कति कमाउनु होला। स्यालेरी यसमा भनेको छ कि 2.5 लाख रुपियाँ, हजुरको 2 देखि 2.5 लाख रुपियाँ जति हजुरको कमाइ हुन्छ भनेर भनेको छन् कन्सल्टेन्सीहरूले। बट यसमा चाहिँ हेर्नु, अब हजुर वहाँ गएर के आफूले के गर्न सक्नुहुन्छ, अगाडि बढ्न सक्नुहुन्छ सिजनल भिजामा गएर नि। अब हजुरले आफै के गर्न सक्नुहुन्छ पछि गएर सक्नुहुन्छ भने त्यसमा जानु। बट वहाँ गएर अब सिजनल भिजामा जाने पछि 6 महिनापछि हजुर फर्किने, अनि त्यो लगाएर जति हजुरले पैसा तिर्नुभयो, जति लगानी लगाउनुभयो त्यो पनि उठ्न सकेन भने त्यसमा गाह्रो हुन्छ है। हुन्छ भने अब आफूले केही गर्न सक्नुहुन्छ भने एकदम राम्रो जानु होला, न त हजुर केही गर्न सक्नुहुन्न वहाँ गएर नि आफ्नो प्रोग्रेस गर्न सक्नुहुन्न भने त नजाँदा पनि राम्रो, हेर्नु पैसा नडुबाउनु होला। त्यही